कहिले आइसो भाइ? अस्ति आएको दाजु। ल आइज बस। अन्त अब चिया खाने कि बियर खाने? चिया त नखाउँ अलु, गुल्लीले के दाँत खराब भइसक्यो। ल त्यसो भने अब यहाँ बियर खानुपर्छ। ल खाइदिनु के छ, एक वर्ष जिन्दगी मरिलानु के छ र। ए ल अब अन्त अहिले हालचाल कस्तो छ? ठिकै चल्दैछ अहिले। अन्त बिहा गरे भयो? अन्त बिहा अहिले के गर्नु बिहा? बिहा गर्नुपर्छ नि हो, यो उमेरमा। उमेर छिपिसक्यो केटा हो, अब बिहा गर्ने टाइम भइसक्यो। यस्तो छिटो बिहा गरौँ के गर्नु? अब छिटो भन्छ अहिलेको केटाहरूले, अब यस्तो सानो उमेरमा बिहा गऱ्यो भने भोलि पर्सि दुःख पाउँदैन। अब त्यो त हो कि, तर केटी पनि पाउनु पर्यो नि त। अब मेहनत गर्नु पर्यो नि त्यसको लागि त। अन्त मेहनत नगरी त कहाँबाट फल फल्ने? प्र्याक्टिस गर्नु पर्यो, पताउनु पर्यो केटीहरू। अहिले त्यसै म छु खाली भनेर त कहाँ आउँछ र? ल बल गर्नुपर्छ साथीहरू। अब भाइहरू बिहा गर्नुपर्छ, छोराछोरीहरू बनाउनुपर्छ, डक्टर इन्जिनियरहरू पढाउनुपर्छ। अन्त अहिलेको हालचाल खबर कस्तो छ? अन्त चल्दैछ अहिले त। अन्त तलबाट आएको पानीले ठहरेर छैन, त्यसरी पानी परेको। आज त बुद्ध पूर्णिमाको दिन हो, बिहानदेखि पानी परेको बेलुकैसम्म। म पनि भर्खर ड्युटीदेखि आएको, यहाँ ड्रेस पनि फुकालेकै छुइनँ। पानी परेर बाटोमा टट्टाएर मुसा कुटाइ भयो नि। यसो ओडाहरू थिएन? अन्त ओडा थियो नि, त्यो मेरो लुगा थियो त्यही लगाएर त्यो ओडा पनि भिजेर। ल अब के गर्नु? अब बर्खा हो, बर्खामा त पानी पर्छ नि होइन? हिउँदो भए पो छाता बोक्नु पर्थेन। बर्खामा त यसो ओढ्नेहरू त बोक्नु पर्यो नि। गर्लफ्रेन्डले भेट्नु बोलाएको थियो कि, त्यही कारणले लाग्दिएको थियो कि होइन, पानीले ठटेर बाटोमा। अब के गर्छस् केटा? अब यही उमेरमा गर्लफ्रेन्ड त भेट्नु जानु पर्यो। अब गर्लफ्रेन्ड भेट्यो भने ठिकै हो, तर जिन्दगी चलाउने हेर्नुपर्छ है केटा हो अहिले चाहिँ। यस्तो बिहा गरेर त्यो सानो फुटबल टिम बनाऊँ भनेको। ल त्यसो भने त 12 जना पो बनाउनु पर्यो त है? 12 जना जस्तो। ल अब फुटबलको टिम चाहिँ के राख्ने? नाम चाहिँ? नाम अब त्यति बेला हुन्छ। ल सोचेर। ल अब मेरो पनि बेलुकाको खुराक चाहिँ अब कम्ती छ। ल खुवाउँ अब। ल अब ठिक लिमिटमा खाएर लिमिटमा गएर सुत्नुपर्छ। ल खाऊ न। यो बियर पनि, पानी र बियरमा चाहिँ भिन्नता के छ थाहा छ तपाईँलाई? पानी र बियरमा चाहिँ धेरै भिन्नता हुन्छ नि भाइ। अब बियर भनेको यस्तो राम्रो चिज हो यो, किनभने यसले यो पत्थर, किडनीमा पत्थरहरू ढुङ्गाहरू छ भने पनि अब यो निकाल्छ भन्छ, डक्टरकोमा जानु पर्दैन भन्छ भाइ। अब पानी खाएर त कहाँबाट ढुङ्गा निकाल्ने? पानी खायो भने के एकैतालमा तिर्खा त मरिहाल्छ होइन? यो बियर खायो 16-17 बजेर खाँदा पनि के तिर्खै मर्दैन। अब त्यो त अब यो बोतललाई सोध्नुपर्छ अब के बनाउनु मान्छेले पनि दामी बनाएछ है। हिट बनाउनु पनि दामी बनाएको, यो हिट खाएपछि पनि पुरै हिट हुने हो। त्यसै ढुङ्गा त बगेर झर्ने नै हो नि होला। ल ल अब भाइ अब के गर्छौँ? जान्छु हलो। ल अब टाइम पनि भयो। अब ल गयो दाजु। ल राम्रोसँगले जानुपर्छ है केटा हो, लड्छ बाटोमा मर्छ फेरि। ओके।